हेलो नमस्ते। आज चाहिँ हाम्रो खानामा अरे नास्तामा बोइल अन्डा, चिकन मोमो र पकौडा छ है। ल मबाट न पानी चिया पर्चार आउने छ कि एकछिन ल चिया नि अब दुई मम्मी दुई कसको बाबा छैन त्यसो त बन्द हालिदिए उता उता म एक लौ लोको म भिडियो गराएको बाबु फोटो खिचेको यस्तो हुन्छ कि यार नगर फोटो खिचेको है यहाँ यस्तो गर्ने चार खाना मेरो एक भयो है योसँग दुई हुन्छ हातले खाऊ आमाले खान्छु ए भयो हातले खानु यस्तो बाबुले दुःख खानु के मोमो खानु भिडियो बनाउने वातावरण नै छैन। यही बेला पानी परेको के पनि सुन्ने छैन। उता जाऊ त हेर त बाबा कति जानुपर्छ त्यस्तो हेर त दुई भयो चित्र खानु ल ल मोमो खान्छस् ल मोमो दिन्छ तर ल लिएर जाऊ त कति तिन भयो न मेरो पालो मैले हाल्छु आफै खाने हे बा यस्तो भन्न त रुन मन लाग्छ क्या मलाई त तँ गर्छ के छोड न खाने होइन त्यसै खाने भन्छ छ्या एक लौ न गर्नु दामी हाम्रो रेस्टुरेन्ट बहिनी गएको रेस्टुरेन्ट छ। हजुरहरूले नास्ता खान मन लाग्यो भने नि अर्डर गर्न सक्नुहुनेछ है। यो सब पाइनेछ होइन। पकौडा यो अलि पानी परेन नि यस्तो जाडोमा पकौडा चिया खानु फेरि मजै छुट्टै यार। 5 हुन्छ गरम 5 मेरो पनि वाउ अन्डा खान्छु पहिला एउटा मोमो खानु त कस्तो हुन्छ। दुई आउँदैन ठुलो पकाउँदा itu porsi konten asik banget loh. अचार गर्दैन ल गर्नु अचार गर्दैन यत्रो पकौडा ममा खान्छु दुध त खानु दुध त यस्तो हो
चार कहाँ खायो लाग्छ नि धेरै छ त अब यो खाने हो र पकौडी मिठो भयो पकौडी राखेर चारमा भेटिन्छ एउटा मोमो खा मम्मीलाई खानु तिन साउदिन त्यो मोमो खाऊ म पकाउँछु त्यो खान्छु अब पकाउने गर्नै पर्दैन खानु अब ट्याक्कै धुइहाल्यो ल त्यही हो यति नै खानै लगाइ हाम्रा यति नै हो हामीलाई धेरै धेरै माया गरिदिनु होला भन्नु न धेरै धेरै माया गरिदिनु होला हाम्रो भिडियो हेरिदिएकोमा धन्यवाद मन पराइदिनु होला